साथीहरु मलाई चाहिँ घाँस काट्न पनि आउँछ कि यसरी मैले चाहिँ कति धेरै भएको थियो कि घाँस नकाटेको 3 वर्ष जति भयो क्या कि मैले घाँस नकाटेको चाहिँ मैले चाहिँ यता उति गर्दा अनि बिहे गरेर गएँ अनि त्यसपछि आउने जाने गर्दा कहिले काटेको छैन कि मैले त 3 वर्षै भएछ क्या कि घाँस नकाटेको चाहिँ अनि चाहिँ यसरी बाहिर म जाम भनेर घाँस काट्न गएको साथीहरु भाइले मलाई पकाएर बोल्दा पकाएर हेर्नु यो कति धेरै बोल्छ के साथीहरु कति बोल्छ घाँस काट्न भन्दा धेरै बोल्छ के ठग्नी मात्र हो के यसले म यहाँ बसेर पनि कहिलेकाहीँ मम्मीलाई सहयोग गर्ला भन्ने चाहिँ छैन के ठगेको गर्छ केही जो गर्दैन यसले अब घाँस काट्न गएको सँगै मैले पनि अलिअलि काटेँ साथीहरु यसले चाहिँ यहाँ हेर्नु न एक गरेको गर्ने घाँस पनि नकाट्ने अनि यहाँ मलाई चाहिँ जता जान्छु म त्यतै आउँछ जता घाँस छ त्यतै काट्न जान्छ उता बसेर काट भनेको यहाँ कराइछु के मैले घाँस काट्न भन्दा धेरै यसि त कराउँदै ठिक्क छ अनि यो झार रहेछ के साथीहरु कति झार रहेछ यो घाँस काट्ने ठाउँमा चाहिँ अनि अलिअलि फाडफुड पारेर अलिअलि काट्यौं साथीहरु कस्तिर के गर्छ गरेको गरेछ कि यसले चाहिँ उता एकमुठी घाँस काट्यो भने चलेको गरेर यता र उता छटपट्टी गरेर हेर्नु न उहाँ बुटालाई काटिरहेको रहेछ कि यो फटा हो कि फटा कतिर के गर्छ नचलिकन बस्न पनि सक्दैन हेर्नु साथीहरु कति त्यही भएर यहाँ दुब्ला के हेर्नु न अब मलाई हान्नलाई उहाँ दाउरा बनाउँदो रहेछ कि यसले चाहिँ यस्तो दाउरा बनाउँदो रहेछ कि मलाई हान्नलाई मलाई त थाहा थिएन यसले हाने हो भनेको कसले हाने हो भनेको त यसैले हानिरहेको रहेछ कि यस्तो दाउरा बनाउँदै हेर्नु न यसको पखारा यो त मूर्ख छ कि मूर्ख मलाई हानिरहेको रहेछ पछाडिबाट यस्तरी हानिरहेको रहेछ घाँस काट्न ओर्न परेन साथीहरु मसित चलेको रिसेको छु त्यो केही सुन्दैन मैले रिस्यो भने एकमुठी काट्न सुरु गर्छ नत्र काट्दैन साथीहरु यस्तो छ यो साथीहरु बाइ साथीहरु अर्को भिडियोमा भेटौँला बाइ